हालत के बनिरहेछ सेतो बाख्रा हो है हुनु चाहिँ ओइ डोल ठुलो प्लट अच्छा हेलो गाइस वेलकम टु माई भ्लग हैन अनि आज चाहिँ मेरो भ्लगको सुरुवात चाहिँ घरबाटै भएको छ र आज दिनको मेरो प्लान चाहिँ चारो टिप्न जानु छ हो सो अब चारो टिप्न जानु आँटेको सो कपडा पनि फेर्नु पर्यो हो many months later सो हेलो गाइस मैले चाहिँ कपडा फेरिसकेँ हो अन्त यो चाहिँ म कामहरू गर्दा यता काम गर्दाखेरि चाहिँ लाउने कपडा हो नि त यो अनि त्यही भएर अब म चाहिँ कपडा लगाएर अब बाहिर निस्किँदैछु आज खोला साइड जान्छु हो चारो खोज्नु चाहिँ सो लेट्स गो a few moments later सो गाइस म चाहिँ अब घरबाट हो खोलातर्फ हिँडिसकेको छु अब गाउँघरमा त यस्तै छ साथीहरू चारो खोज्यो घाँस काट्यो दाउरा खोज्यो त्यस्तै छ हो ऊपर ठन्ड पनि छ सो अब जाऊ है त चारो खोज्नु many months later सो हेलो गाइस म चाहिँ घरबाट तल झरिसकेँ नि त हो अनि चारो खोज्नु जाने बाटो चाहिँ यस्तो छ है साथीहरू यो कुवा भइहाल्यो यहाँ हाम्रो गाउँमा यो कुवा हो अनि बाटो चाहिँ यस्तो हिल्लो बाटो जानुपर्छ हो चाहिँ अलिक तल हो अलिक तल झरिसकेँ म घरबाट हो त्यही हो अब बाटो गाउँघरको बाटो यस्तै त हो भन्दै अब लागौँ है त हामी चारो खोज्नुतर्फ सो हेलो गाइस हैन म चाहिँ अब घरबाट चारो खोज्नुको लागि तल खोलातर्फ जाँदैछु र म चाहिँ अहिले यो कटारे भन्ने खेत छ हो यो कटारे भन्ने ठाउँमा आइपुगेको छु यहाँ चाहिँ धेरै ठुलो खेत छ मतलब धेरै खेत छ यहाँ चाहिँ हो हाम्रो गाउँको सबैभन्दा ठुलो प्लट अच्छा मतलब सबैभन्दा धेरै खेत चाहिँ यहाँ छ हो ठुलो एरिया छ यहाँनिर अलि धेरैजनाको पनि छ तर यहाँ चाहिँ धेरै ठुलो एरिया छ हो यहाँ खेतहरू छ यहाँ देखिएको भन्दा तल पनि छ हो गाइस अनि यता माथिसम्म छ यहाँदेखि तलसम्म छ हे अहिले म देखाउने छु हजुरहरूलाई हेर्न सक्नुहुन्छ गाइस यहाँबाट तलसम्म छ हो खेत अनि यहाँ माथिसम्म छ यो चाहिँ हाम्रो गाउँको सबैभन्दा ठुलो एरिया भएको है यो चाहिँ धेरैजनाको पनि छ र यहाँ ठुलो एरिया पनि छ यता सबै खेत हो यो चाहिँ हाम्रो गाउँको सबैभन्दा ठुलो एरिया भएको खेत 12 o'clock midnight मैले चारो खोज्ने चाहिँ यहाँ तल जानुपर्ने छ हैन बाटो चाहिँ अप्ठ्यारो रहेछ हो बाटो चाहिँ यस्तो छ
पुरै अप्ठ्यारो छ यार गाइज बाटो। यहाँ पनि अलिअलि रहेछ, यिनीहरू अलिअलिलाई काट्छु म हो। यो अलिअलि छ, अलिअलिलाई काट्नु पऱ्यो। यो चाहिँ म चाहिँ वाजिम्बीमा भन्छ हो, हाम्रोतिर चाहिँ यस्तो हुन्छ चारो चाहिँ हो। यसको पात चाहिँ यस्तो हुन्छ, तपाईँहरूकोतिर के भन्छ कमेन्टमा भन्नु होला है त। सो अहिले म यहाँ तल जानु छ मलाई चाहिँ हो, यहाँ तल जानु छ। 3 hours later. A few moments later. सो हेलो गाइज, मैले चाहिँ यहाँको चारो काटिसकेँ नि त हो, हेर्नु सक्नुहुन्छ यहाँको चारो सबै काटिसकेँ हो। अब यहाँदेखि तल चाहिँ झर्छु म। यो बाटो अलिक अप्ठ्यारो रहेछ, त्यही पनि अब चारोको भारी त पुऱ्याउनु पऱ्यो हो, त्यही भएर म तल झर्छु अब। सो गाइज बाटो चाहिँ अलिक अप्ठ्यारो रहेछ हो। यो ढुङ्गा झनै झरेको, मेरो एउटा खुट्टा जान्थ्यो यार। सो यस्तो बाटोमा चाहिँ अलिक जोगिएर हिँड्नुपर्ने हुन्छ हो। लास्टै अप्ठ्यारो रहेछ बाटो चाहिँ, हेर्नु सक्नुहुन्छ। ठाउँ चाहिँ लास्टै चारो पो यस्तो बाटो हिँडेर चारो भेटिएन भने पो फेरि नाप हुन्छ त गाइज। अरू कुरा त त्यस्तै हो, जाउँ न त है। हुन्छ बाटो चाहिँ उपर अप्ठ्यारो छ नि त यहाँबाट हो। उयो ढुङ्गा झन्नै झऱ्यो हो, पुरा यहाँ भल बगेको बाटो रहेछ नि त, त्यही भएर यस्तोमा चाहिँ ढुङ्गा पछाडिबाट पल्टिन्छ कि भन्ने अलिक जोखिमै हुन्छ नि त हो। 3 weeks later. म चाहिँ एकदम माथिबाट आएको हो। बाटो त्यस्तो थियो, अप्ठ्यारो खालको थियो। अनि यहाँ चाहिँ यही यस्तो अलिअलि मात्रै रहेछ चारो हो, यस्तो यता साइडमा अलिअलि रहेछ। यिनीहरू काटेर म भारी पुऱ्याउने कोसिस गर्छु है त। सो हेलो गाइस, म चाहिँ अलिक तल आइसकेँ हो। अनि यहाँ चाहिँ खोल्सा छ, यहाँ माथिबाट आएको म। अब यहाँ अलिअलि रहेछ, यिनीहरू अलिअलि काट्छु हो। अहिलेसम्म चाहिँ यति मात्र भइरहेछ डोकोमा, एक डोको पाएर लानु भने एकछिन। अब यहाँ भएन, यहाँ पुगेन भने माथि खोल्दै माथि जानुपर्ने हुन्छ। सो अब काट्नु पऱ्यो यहाँकोलाई। सो हेलो गाइस, मेरो यहाँ चाहिँ भारी पुगेन नि त हो, यति मात्र भयो। अब यहाँदेखि म अघि आएकै बाटो माथि फर्किन्छु, अनि अलिअलि जम्मा गर्दै यो माथि बाटो उकालो अघि आएकै बाटो फर्किन्छु, अनि अलिअलि जम्मा गर्दै डोको भरेर घर जानुपर्छ। 1 बजिसक्यो हो। अब मास्तिर चढ्नुपर्ने हुन्छ। सो अब उकालो चढियो, तर यहाँको बाटो चाहिँ कस्तो अप्ठ्यारो रहेछ हो।
उपर जाडो पनि लाग्दैछ किनभने यहाँनिर यस्तो सेपिलो ठाउँमा चाहिँ यस्तै चिसो हुन्छ कि त्यही भएर उपर जाडो हुँदैछ मलाई चाहिँ यस्तो अलिअलि खोज्दै अब भारी पुऱ्याएर जानुपर्ने हुन्छ सो गाइज म चाहिँ माथि चढिसकेँ हो यता तलबाट आएको म अघि सुरुमा यहाँ चारो काटेको ठाउँमा आइपुगिसकेँ अब यहाँबाट यहाँ माथितिर अलिअलि होला त्यो खोज्दै उकालो जानुपर्ने हुन्छ यहाँ बाटो चाहिँ लास्ट रहेछ गाइज म चाहिँ अलिक माथि आइसकेँ हो अहिलेको ठाउँबाट भन्दा अलिक माथि आइसकेँ यहाँतिर खासै चारो रहेन त्यही भएर अलिक माथि जानुपर्ने हुन्छ होइन सो यो गाइज हो म चाहिँ माथि चढिसकेको थिएँ हो अनि यहाँ चाहिँ अलिअलि चारो रहेछ यहाँनिर चाहिँ अलिअलि चारो रहेछ हो अब यिनीहरू काट्दा लगभग भारी पनि पुग्छ होला यहाँ अलिअलि रहेछ एक काट्नु पर्यो अब है त गाइज हेलो एभ्रिवान भारी चाहिँ अहिले यति चाहिँ भइसक्यो अब अलिकति भयो भने यति लाँदा पनि हुन्छ तर अलिकति थपेर लाने भेट्यो भने अलिकति थपेर लान्छु हो अब यति बोकेर जानुपर्ने हुन्छ यहाँबाट चाहिँ यहाँ मास्तिरतिर भेट्छ होला अलिअलि त्यहाँबाट काटेर लाएर भारी बोकेर उकालो चढ्नुपर्ने छ हो त्यसैले ल है गाइस अब जानुपर्छ के सो गाइस मैले चाहिँ चारो भेटिनँ हो त्यही भएर म चाहिँ यति जति एक डोको चाहिँ भयो फेरि मजाले निम्ठो चाहिँ भयो म अब यति नै लान्छु अब चाहिँ घरतर्फ लाग्नेछु म चाहिँ है त निकै माथि आइसकेँ अनि भारी बोकेर आउँदा त गर्मी पनि भयो प्यास पनि लाग्यो हो यहाँनिर चाहिँ धारा बनाएको रहेछ यहाँ सुरेक हो म चाहिँ अब पानी खान्छु अनि फेरि घरतर्फ लाग्नुपर्ने हुन्छ सो गाइस मैले चाहिँ पानी खाइसकेँ हो अब फेरि अब घरतर्फको बाटो अलिक टाढो छ त्यही भएर बाटो लागिहाल्नुपर्ने हुन्छ हामी सो हेलो गाइस म चाहिँ अघि बिहान जाँदाखेरि हजुरहरूलाई ठुलो खेत भन्दै थिएँ यहीँ तल हो अहिले चाहिँ भाइ बहिनीहरू गोठाला आइरहेको रहेछ हो कहाँ जानको नि त्यो चाहिँ थाहा छैन तर बाख्रा गाई गोरुहरू चाहिँ देखियो हो यहाँ भर्खर यहाँ आइपुग्दैछ यहाँबाट पनि चाहिँ आधी घन्टा जस्तो लाग्छ हो घर पुग्नु
त्यत्रो नलाई नि 15-20 मिनट लाग्छ हो। त्यही भएर अब हामी फेरि घरतर्फ लाग्यौँ। हेलो गाइज, म चाहिँ अहिले अघि मैले बिहान जाँदा कुवा देखाएको ठाउँमा आइपुगेँ हो। म यहाँ चाहिँ भारी बिसाउँछु। यहाँसम्म चाहिँ नबिसाइ आएको हो। यो चाहिँ हाम्रो कुवा हो। पहिला चाहिँ पानी यहीँबाट लान्थ्यौँ, अहिले चाहिँ घरमै हाम्रो चाहिँ घरमै आउँछ पानी हो। पहिला चाहिँ पानीको साह्रै दुःख थियो नि त, अहिले चाहिँ त्यति दुःख छैन। नत्र पहिला त यहीँबाट लाने हो। त्यो बेला त यो कुवा पनि सफा हुन्थ्यो, अहिले त छैन। फोहोर पो छ त्यो कुवा त, फोहोर छ। त्यति अवस्था हुँदैन नि त। अहिले त प्रायः जसोको घरमै हुन्छ पानी, घरमै आएको छ पानी। अनि त्यही भएर चाहिँ यो कुवा चाहिँ आजभोलि त्यति सफा हुँदैन, फोहोर छ। त्यही हो गाइस, अब यहाँ एकछिन बस्छु अनि घरतर्फ लाग्छु। म चाहिँ बसेको ठाउँबाट हो उठेर हिँडिसकेँ। अब धेरै लाग्दैन, अब 5 मिनटमा म घर पुग्छु हो। कल आउँदा तल हुँदा त अघि जाडो भएको थियो, कल आउँदा त गर्मी भइदिएर यार। आज चारो धेरै पनि भेटिएन हो। यही निम्ठोमा लिएको पनि कालोमा गाह्रो भयो हो। यो चाहिँ हाम्रो बारी हो। अनि यहाँ चाहिँ कोदो टिपिसकेको अस्ति नै। अनि नरुवा चाहिँ यहाँ काटेकै छैन, कुहिसक्यो। चिसो थियो नि त अस्ति, फेरि यहाँ काट्ने चाहिँ मै थिएँ हो। यहाँ हेर्नुहोस्, सबै आधी काटिरहेको छु। यो पनि पल्लो छेउमा बाँकी छ, तल पनि आधी काटिरहेको हो। किनभने अब यतापट्टि सुकेको थियो नि त, अनि सुकेकोपट्टिको चाहिँ काट्दै लगेँ गाईको गोरुहरूलाई। परतिर चिसो थियो, त्यहाँको त काटिन पनि यार। त्यही हो गाइस। अहिले चाहिँ त हाम्रो दाजु पर्नुहुन्छ यो घरमा, कहाँ जानुभएको रहेछ हुनुहुन्न हो। 2000 years later. यहाँ चाहिँ हाम्रो खेत छ, यो चाहिँ हाम्रो खेत हो गाइस। यो चाहिँ हाम्रो खेत हो। यहाँदेखि माथि अहिले म देखाउँछु, माथिसम्म छ हो। यहाँ तल पनि एउटा घरै छ। यहाँ तलको चाहिँ अलिक ठुलो छ, अलिक सानो छ, अनि माथि अलिक ठुलो छ हो। त्यही हो। अब अलिकति उकालो चढ्नुपर्छ। यहाँ चाहिँ हाम्रो यो पनि त्यो तलदेखिको माथि यहाँसम्म हो, ऊ माथिसम्म छ हो। यिनीहरू ठुल्ठुलो आँठाहरू यिनीहरू हो। यहाँ चाहिँ हाम्रो अहिले गोठ सारिरहेको मल ल्याउनुलाई गोठ चाहिँ यहाँ छ अहिले। नत्र मुभी गोठ चाहिँ अलिक माथि छ, देखिँदैन होला यहाँबाट।
म चाहिँ घर पुग्न आँटेँ सो गाइज म चाहिँ अहिले घर पुगिसकेको छु हो मेरो घर चाहिँ यस्तो छ यो हाम्रो बाख्रा हो कि बाख्राको बच्चा हेर्नुहोस् यसले हालत के बनिरहेछ सेतो बाख्रा हो है हुनु चाहिँ यो ओइ डल्ले डल्ले यसको हालत हेर्नुहोस् अगेना छेउमा बस्छ खरानी धस्छ सेतो बाख्रा है हुनु चाहिँ यो यस्तो कलर होइन यसको यहाँ चाहिँ चारो पकाउने ठाउँ छ हो सुँगुरहरू यहाँ छ मैले भारी चाहिँ यहाँ राख्नु पनि हुन्छ ओइ काले काले भइगइस् त यहाँ जा डल्ले यहाँ हेर्नुहोस् अच्छा यसको हालत के भइरहेछ सिङ्गारे भइरहेछ हो एक नम्बरको यहाँ डोइ यहाँ तर अहिले हेर्दाखेरि लाग्छ यो सेतो बाख्रा हुँदै होइन सो फाइनली गाइज म चाहिँ घर आइपुगेँ हो अनि घर आइपुगिसकेँ म आजको लागि चाहिँ मेरो ब्लग यति नै लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मलाई सपोर्ट गरिदिनु होला भन्दै मेरो ब्लगलाई अन्त्य गर्न चाहे हस् धन्यवाद।